रुकुम पश्चिमको मुसिकोट नगरपालिका 13 डाँडा छिवाङकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। असोज 20 गतेदेखि बेपत्ता रहेकी 25 वर्षीय गंगा सार्की बिहिबार बिहान गाउँ नजिकैको जंगलमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार बिहान जंगल गएका स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्ने क्रममा रुखमा झुन्डिएको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। शव सडेको अवस्थामा फेला परेको छ। प्रहरी निरीक्षक पुनले भने बेपत्ता भएको दिनकै राति वा भोलिपल्ट नै घटना भएको देखिन्छ। शवको मुसुल्का उठाइसकेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पुर्याएको उनले बताए। घटनाबारे थप अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको छ। गंगा असोज 20 गते साँझ करिब 5 बजे घाँस काट्न भनेर घरबाट निस्केकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन्। गंगाको माइती घर रुकुम पूर्व सिस्ने गाउँपालिका 8 मा पर्छ। परिवारका अनुसार गंगाले बेपत्ता हुनु अघि भारतमा रहेका श्रीमानसँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन्। सो क्रममा सामान्य विवाद भएको पारिवारिक स्रोतको भनाइ छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका 13 डाँडा छिवाङकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। असोज 20 गतेदेखि बेपत्ता रहेकी 25 वर्षीय गंगा सार्की बिहिबार बिहान गाउँ नजिकैको जंगलमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार बिहान जंगल गएका स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्ने क्रममा रुखमा झुन्डिएको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। शव सडेको अवस्थामा फेला परेको छ। प्रहरी निरीक्षक पुनले भने बेपत्ता भएको दिनकै राति वा भोलिपल्ट नै घटना भएको देखिन्छ। शवको मुसुल्का उठाइसकेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पुर्याएको उनले बताए। घटनाबारे थप अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको छ। गंगा असोज 20 गते साँझ करिब 5 बजे घाँस काट्न भनेर घरबाट निस्केकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन्। गंगाको माइती घर रुकुम पूर्व सिस्ने गाउँपालिका 8 मा पर्छ। परिवारका अनुसार गंगाले बेपत्ता हुनु अघि भारतमा रहेका श्रीमानसँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन्। सो क्रममा सामान्य विवाद भएको पारिवारिक स्रोतको भनाइ छ। तपाईलाई हाम्रो युट्युब च्यानल स्टोरी एभ्रिवन सबको कथा कस्तो लाग्छ? कुनै सल्लाह सुझाव र प्रतिक्रिया भएमा कमेन्टमा लेख्न नबिर्सिनुहोस्। लाइक, कमेन्ट र शेयर गरिदिनुहोस्। सब्स्क्राइब र बेल आइकनलाई पनि थिच्न नभुल्नुहोला। हामी भने तपाईमाझ फेरि पनि ताजा अपडेटका साथमा उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।